हेलो गाइस, दर्शन नमस्ते है। हजुरहरूलाई कान्छा नेवारको ब्लगमा स्वागत गर्न चाहन्छु है। यहाँ हेर्नुहोस् है, यत्रो छ लाइनको बाटो हुँदा पनि के गाडी कति भिड हुने, उता जाने उताबाट आउने यत्तिकै छ। यहाँबाट यहाँ फेरि अन्त पानी परेर यहाँ फेरि यहाँ तालै भएको हुन्छ, पुरा ताल भएर यहाँ त आजकल त साउदीमा पनि पानी पर्न थालेछ है दिनै। यहाँ हेर्नु, यत्रो 1 2 3 4 8 लाइनको बाटो हुँदा पनि है कति भिड हो त नि, गाडी कति चल्दो रहेछ त नि। यहाँ हेर्नुहोस् त, ओहो ल हेर्नु, यो त पानी परेर पानीको ताल छ फेरि है। यहाँ त पानी आजभोलि दिनै पानी पऱ्यो उतातिर न हरियाली भइसक्यो। पहिला चाहिँ साउदीमा पानी पर्थेन त्यति, अहिले चाहिँ पानी परेर यहाँ त एकदमै हो भएको हुन्छ क्या। आज पनि मौसम बादल छ, एकछिनपछि पानी परिहाल्छ फेरि। ल हेर्नुहोस् है, यो चाहिँ साउदी अरबको जेद्दा भन्ने ठाउँ, जेद्दा सिटी हो। हामी चाहिँ अहिले जिजान रोडबाट फर्किँदैछौँ, जेद्दातिर जाँदैछौँ। अहिले यतातिर बन्न लाग्छ फेरि, पुरा पुरानो घरहरू भत्काएर अहिले पुरा नयाँ सिटी बन्न लाग्छ फेरि यतातिर। अन्त उतातिर साउदी अरबले नै अहिले चाहिँ डेभलपमेन्ट निकै गरिसक्यो। आजभन्दा 8-10 वर्ष र अहिले हेर्ने भन्दा कति फरक भइसक्यो। हेर्नुहोस् है, ल तपाईँहरूलाई अहिले सिटीको बिचको भिडियो पनि म पछि हाल्छु है। अहिले त बाटो मात्रै हो। अहिले बाटोतिर हामी उतातिर हेर्नु त भिड कति लाग्छ। झन् अझै सिटीको अझै नजिक पुगेपछि अझै भिड हुन्छ। जाम भएर यहाँ बाटो बिग्रेर फेरि पुरा यो पानी पऱ्यो भने बाटो खत्तम भइहाल्दो रहेछ। यहाँ पनि यता छ, यस्तोमा त अलिकति एक्सिडेन्ट हुने खतरा नै हुन्छ कि, बाटोले गर्दा गाडी यताउता छल्न खोज्छ। कुदेकै छन् मान्छे, कहाँ कुद्ने होला। यत्रो रात दिनै खाली हुँदैन, रात दिनै यत्तिकै हुन्छ यहाँ त। जम्मै लाग्छ त नि मान्छेहरू रात दिन भागेको देख्दा है। मेन सिटी चाहिँ हो उतातिर हो। यता अन्त तालै बनेछ, ताल तालै भएछ त नि। मेन सिटी चाहिँ हो उतातिर पर्छ। अहिले बाटो हेर्नु न, बाटो बिग्रेर यहाँ पानी परेपछि चाहिँ यहाँको बाटो पनि एकछिनमा बिग्रिहाल्दो रहेछ। पानी नपरे चाहिँ यहाँको बाटो टिक्छ निकै। पानी परेपछि त यहाँ त यत्रो पानी पर्छ कि कहिलेकाहीँ त त्यहाँ गाडी नै डुबाउने पानी, गाडी नै बगेर हो। त्यहाँ बाटोमा कति त त्यहाँ बगाएर बसिरहेको छ। यहाँ उता पानीले गर्दा, बाटोले गर्दा यहाँ पुलिसहरू पनि यहाँ बाटोमा बसेको। हेर्नु न, बाटो बिग्रेर खत्तम छ यहाँ पनि। त्यो अझै नै पानी छ यहाँ पनि। आजभोलि त नेपालमा नै पानी पर्न थालिसक्यो। पहिला त पानी नै पर्थेन। मैले त वर्षमा एकचोटि पनि
पानी परेको थाहा पाएन कुनै वर्ष त अहिले हेर्नुहुन्छ भने यहाँ बिजोग पानी परेपछि त बिजोग हुन्छ यहाँ त बिजोग ढल नालाहरू त्यति हुँदैन यहाँ त्यसैले यो त सबै गाडीको वर्कसप गरिसक्यो यता गाडीको वर्कसप अन्त कति छ गाडी हो यो लाइन भने पुरा गाडीको लाइन हो यो वर्कसप लाइन नयाँ पुरानो सबै पाउँछ यहाँ गाडी नै गाडी हुन्छ यहाँ फेरि त्यहाँ माथिदेखि तलैसम्म यो सबै गाडीको लाइन यतातिर यहाँ त कति छ यहाँ सोरुमहरू ल है त